जय भोलेनाथ, जय शम्भु। के हजुरहरू मालामाल बन्न चाहनुहुन्छ? सरकारी जागिर होस्, आत्मविश्वास होस्, राजनीतिमा सफल मिलोस्, सुख शान्ति समृद्धि होस्, कहिले पनि टाउको नदुखोस्, दिमाग खराब नहोस्, सुखै सुख होस्, झुटो आरोप नलागोस्, काममा बाधा नहोस्, धनको नाश नहोस्, अशान्ति नहोस्, यो हामीले सधैँभरि चाहन्छौँ। यदि यो कुरा चाहन्छौँ भने आइतबारको दिन जरुर गर्नुस् यी कामहरू जो मैले हजुरका लागि बताउँदैछु। आइतबार भनेको सूर्यको बार हो। सूर्य भनेको राजा हो कि ग्रहको राजा। हामीले जहिले पनि सूर्यलाई हेर्ने गर्छौँ। राजा कस्तो छ? राजा राम्रो छ, राम्रो अवस्थामा छ, राजाले राम्रो काम गर्न सकेको छ भने अरू ग्रहहरू पनि खुसी हुन्छन्, राम्रा हुन्छन्। जता काममा हात हाले पनि सफलता मिल्छ। ऋण हुन्न राजा राम्रो छ भने, नत्र भने राजा नराम्रो छ भने दुःख हुन्छ, कष्ट हुन्छ, ऋण बढ्छ, अधर्म हुन्छ, व्यक्तिहरू पतित हुँदै जान्छन्, बदनाम हुँदै जान्छ। त्यही भएर सूर्यलाई राजा मानिएको छ। सूर्यको बार भनेको आइतबार हो। सूर्यलाई राम्रो बनाइयो भने हामीले सबै चिज, धेरै कुराहरू राम्रो बनाइयो। यति कुरा भन्छ, जसको कुण्डलीमा सूर्य बलियो छ नि त्यो राजा समान, त्यो मन्त्री समान हो। त्यो सधैँभरि जहाँ गएर भए पनि सफल हुने गर्दछ। सफलताको सबैभन्दा ठुलो राज भनेको सूर्यलाई मान्छौँ, किनकि राजाको पहिलो नम्बरमा नै नाम चल्ने गर्छ। अब आइतबारको दिन जरुर के गर्ने? नम्बर 1 मा त आइतबारको दिन बिहान छिटो उठ्ने के सकिन्छ भने अरू दिनमा पनि छिटो उठ्नु पर्यो। यदि सकिँदैन, मरि गए सकिँदैन भने मर्नभन्दा बौलाउनु निको। तर आइतबारको दिन जरुर छिटो उठ्ने, किनकि सूर्य घामलाई हामीले, सूर्यको रोशनीलाई हामीले सूर्यदेव मान्छौँ। हामी सुतेका छौँ, सूर्य भगवान ओछ्यानमा आइसक्नुभयो, दर्शन दिइसक्नुभयो, हजुरहरू उठ्नु भएको छैन, निदाउनु भएको छ, सूर्यको वास्ता भएन, प्रणाम गर्न सकिएन भने त्योभन्दा महाअपराधहरू के हुन सक्छ यो संसारमा। त्यही भएर सूर्यको विशेष दर्शन गर्नुस्। सूर्य उदय नहुँदै उठ्नुस्। जब सूर्य नहुँदै उठ्नुहुन्छ हजुरले बल्ल स्नान गर्नुहुन्छ, नुहाइधुवाइ गरेर सबै चट्ट पर्दाखेरिमा प्रणाम गर्दा, नुहाइधुवाइ गरेर टक्क सूर्य भगवानलाई यसरी प्रणाम गर्दाखेरिमा सूर्य भगवान पनि मुस्कुराएर तथास्तु बेटा भन्नुभयो भने कति राम्रो हुन्छ। 9 बजे आँखा मिच्दै धगधगाउँदै उठ्ने, अनि सूर्य भगवान अब घाम आइसक्छ, चर्का काम, त्यसपछि कसरी हुन्छ काम। त्यही भएर आइतबारको दिन सकेसम्म बिहानै, जति सकिन्छ बिहान उठ्नुस्। उठेर सूर्य भगवानलाई जल चढाउनुहोस्। हेर्नु, एउटा तामाको अम्खारामा जल भर्नुहोस्। त्यो जलमा रातो अबिर लिए पनि हुन्छ, रातो टीका लिए हुन्छ, त्यो अक्षताहरू लिनुहोस्, जौतिल कुशहरू लिँदा पनि हुन्छ। हजुरले अम्खारामा राखेर ओम घृणे सूर्याय नमः, ओम घृणे सूर्याय नमः। अब घृणे सूर्याय नमः भन्ने आउँदैन भने हे सूर्य देवता, जय सूर्य देवता, सूर्य देवता भनेर चढाइदिए पनि हुन्छ। सर हजुरले जल चढाइदिनुहोस् सूर्य भगवानलाई। अझ त्यो जल चढाइदिँदै गर्दा जो जलको धारो हुन्छ त्यो धारोभित्रबाट अझ सूर्यलाई हेर्न सकियो भने त आहा, आँखामा जति ज्योति गुमेको भए पनि, आँखा जति कमजोरी भए पनि आँखाको रोशनी पनि राम्रो हुन्छ भनेर हाम्रो शास्त्रले व्याख्या गरेका छन्। त्यो पनि एउटा महत्त्वपूर्ण कुरा म हजुरका लागि गरेँ। सूर्य भगवानलाई जल चढाउने बिहानको समयमा यो निकै राम्रो कर्म हो। अर्को, आइतबारको दिन तीनवटा झाडु किनेर बजारबाट ल्याउनु, कुच्चो किनेर। आइतबारको दिन 3वटा झाडु किनेर घरमा लिएर आउनु, उचित कुनै स्थानमा राख्नु, मन्दिरमा राख्नु, कति राख्नु। तर सोमबारको दिन जुरुक्क उठेर स्नान गरेर कुनै मन्दिरमा, कुनै पौवामा, कुनै सार्वजनिक स्थानमा गएर ती 3वटा कुचो लगेर दान दिनुहोस्, राखिदिनुहोस् कुनै मन्दिरमा। तर कसैले पनि थाहा नपाओस्। भगवानलाई त थाहा छ नि हजुरले कुचो लगाएर राखिदिनु भएको छ भन्ने, कसैले पनि थाहा नपाओस्। त्यस्तो तरिकाले हजुरले कुचो राखिदिनुहोस्। कुचो राखिदिइसकेपछि हजुरहरू आउनुहोस् घरमा। त्यो कुचो कसैले प्रयोग गर्नेछन् र हजुरको जीवनमा जसरी फोहोरको दाग लागेको छ, जसरी असुविधाको दाग लागेको छ, जसरी सुख शान्ति समृद्धि छिडिएको छ, त्यसरी हजुरका लागि लाभ मिल्नेछ। जीवनमा लक्ष्मीजीको हजुरको घरमा प्रवेश रहनेछ। सुख शान्ति समृद्धि र यस संस्कृतिको प्राप्ति
हजुरको घरमा सधैँ रहनेछ। अर्को उपाय बताउने छु। साँझको दिन साँझमा, जस्तै सोमबारको दिन साँझ दुईवटै ढोकामा, जस्तै हामी ढोकामा उभिँदाखेरिमा दुईवटै हातपट्टि, ढोकामा उभियौँ दुईवटा हातपट्टि, ढोकाको दुईपट्टि हजुरले के गर्ने भन्दा गाईको घिउको दीपक सल्काउन सक्नुहुन्छ। गौमाताको घिउको दीपक सूर्य भगवानलाई निकै प्रिय छ। हजुरले गौमाताको घिउको दीपक सल्काइँदाखेरिमा सुख शान्ति समृद्धि यशस्कृतिको प्राप्ति हुन्छ। घरमा लक्ष्मीजीको वास हुन्छ र जीवनमा जो असुविधा छ, जो रोग छ, जो ऋण छ, जो शत्रु छ, त्यो पनि निको हुन्छ। र अर्को सबैभन्दा बेस्ट उपाय भनेको आइतबारको दिन पिपलको मुनि जाने, एउटा पिठाको जो आटा हुन्छ नि, हामीले आटा गुथेका हुन्छौँ रोटी बनाउनका लागि, त्यसको पिठाको आटाको, त्यो आटाको चाहिँ पाला बनाउने, पाला पनि तानेर चौमुखी बनाउने, पिठाको है चौमुखी बनाउने, चौमुखी दीपक लगेर हजुरले आइतबारको दिन यदि सन्ध्याको समयमा सल्काइदिनुहुन्छ भने त्यो व्यक्तिको सूर्य सधैँभरि बलवान हुन्छ, त्यो व्यक्तिको सूर्य सधैँभरि राम्रो हुन्छ र त्यो व्यक्तिलाई जहिले पनि सुख शान्ति समृद्धि मिल्छ। र आइतबारको दिन जहिले पनि सूर्य भगवानलाई प्रसन्न गर्नका लागि राता चिजहरूको दान गर्ने, कोही गरिब दुखीलाई रातो चिजहरू दान गर्न सक्नुहुन्छ। आफूले पनि रातो चन्दनको प्रयोग गर्न सकिन्छ, रातो टीका लगाउन सकिन्छ निधारमा। त्यो गर्दाखेरिमा सूर्य भगवानको अझै धेरै कृपा हुन्छ र जीवनमा सुख शान्ति समृद्धि र यशस्कृति बनिराख्छ। मैले भनेका यी उपायहरू हजुरले आइतबारको दिन गर्नुभयो भने हजुरको दिन अत्याधिक शुभ हुनेछ भन्दै म बिदा हुन्छु। जय भोलेनाथ, जय